के छ सबैजनालाई आई होप सबैजना आरामै हुनुहुन्छ होला। हाम्रो चाहिँ यो आज फर्स्ट पोडकास्ट जस्तो भनौँ न होइन। पोडकास्ट भन्ने कि के भन्ने यार, एकचोटि यसो ट्राई गरौँ न। अब दुईवटा अडियो एउटा अडियो इन्टरफेस अनि हामीसँग दुईवटा माइक थियो। सो आज दाजुभाइ यसो गफको कुरा हुँदैछ होइन। अनि हाम्रो दाईको नाम चाहिँ गणेश दाई। गणेश दाई हाई भनिदिनु सबैजनालाई। माइक माइक माइकमा। हेलो हाई। अनि के छ दाई तपाईँको हालखबर? एकदम ठिक छ। ठिक छ नि होइन? तिम्रो के छ? मेरो पनि ठिक छ, एकदम ठिकै छ। अनि अलिकति क्लोजमा राख्नु ल माइक। अनि आज काम कस्तो भयो दाइ? एकदम राम्रो भयो काम। काम राम्रो भयो नि होइन? राम्रो। अनि हजुर यता युएई आउनुभएको कति भयो अरे दाइ? म आएको भयो लगभग 4 इयर हुन थाल्यो। 4 वर्ष हुन थाल्यो। 4 वर्ष। अब नेपालबाट यो युएई आउने अब यो हाम्रो दाजुभाइहरू हुनुहुन्छ नि, दिदीबहिनीहरू, उहाँहरूलाई चाहिँ तपाईँले के एडभाइस गर्न चाहनुहुन्छ? केही अब हुन्छ नि, केही तपाईँ आउँदा के प्रब्लम फेस गर्नुभएको थियो यहाँनिर होइन? अनि जस्ट नेपालबाटै केही गरेर आयो भने यहाँ इजी हुन्छ कि यस्तो कुराहरू केही छ सेयर गर्नको लागि हाम्रो नेपालमा हुने सबैजना दाजुभाइ दिदी बहिनीहरूलाई चाहिँ? म त त्यही भन्छु, अब केही न केही स्किल भएरै आएको राम्रो होइन। अब यत्तिकै आउनुभन्दा त अब केही न केही स्किल आफूसँग भयो भने चाहिँ इजी हुन्छ। त्यही हो, नत्र भने अलिकति स्ट्रगल, अलिकति दुःख हुन्छ। अनि भन्नु त्यही है। अब तपाईँले स्किल भन्नुभयो नि त होइन? अब त्यो स्किलमा चाहिँ तपाईँले के कुराहरू त स्किल त भन्नुभयो, अब मान्छेहरू त कन्फ्युज भयो नि त उता त होइन र? मान्छे स्किल भनेपछि अब कस्तो स्किल भन्नाले केही अब बारिस्टाको त्यस्तै अब कस्तो, अब रेस्टुरेन्ट लाइनतिर होस्, अब चाहे अब लाइक टेक्निकलतिर होस्, चाहे जे होस्, तर स्किल चाहिँ हुनु पऱ्यो। यत्तिकै नन स्किलमा आउँदा चाहिँ अलिकति गाह्रो चाहिँ हुन्छ। ओके, हो दाइले एकदम राइट भन्नुभयो। सो तपाईँहरू इफ युएई आउँदै हुनुहुन्छ भने चाहिँ केही न केही सानो स्किल सिकेर आएको एकदम राम्रो हुन्छ कि बारिस्टा हुन्छ कि होइन, अरू केही स्किल अब सेफको केही हुन्छ कि? सेफको पनि ट्रेनिङ लिएर बेसिक नलेज चाहिँ हुनु पऱ्यो क्या। बेसिक नलेज भयो भने एकदम फाइदा हुन्छ है तपाईँहरूलाई। हामी चाहिँ अहिले युएईमा छौँ। युएईको तपाईँको मान्छेले दुबई भन्छ, मान्छेले युएईले चाहिँ होइन त दाइ? सबैमा नेपालतिर त सबैले दुबई भन्छ। अलिकति कन्फ्युज हुन्छ मान्छेहरू, बरु दुबई भन्छ चाहिँ फेमस। सो अब युएई भनेको चाहिँ कन्ट्री भयो, युनाइटेड अरब एमिरेट्स होइन? जस्तै युएसए, युनाइटेड स्टेट्स अफ अमेरिका भने जस्तै युएई हो। अनि तपाईँको युएसएको भित्र पनि तपाईँको हुन्छ नि कति धेरै स्टेटहरू छ नि त, टेक्सासदेखि लिएर कति धेरै छ नि त। अब त्यस्तै युएईको चाहिँ तपाईँको दुबई, शारजा, अमल क्विन भयो, त्यो 6-7वटा छ होला होइन स्टेटहरू? 7वटा स्टेट छ। अनि हामी बस्ने स्टेट भनेको चाहिँ तपाईँको शारजा भन्ने स्टेट है। अनि कस्तो छ दाइ बसाइ शारजामा चाहिँ? ठिक छ? दुबई ठिक लाग्छ कि तपाईँलाई शारजा? मलाई चाहिँ अब पहिलेदेखि यहीँ शारजा नै बसेको भएर होला, मलाई चाहिँ शारजा नै अब राम्रो लाग्छ। त्यही हो, आफ्नो आफ्नो एक्सपिरियन्स हो। अब दुबईमा अब त्यसो बसेको छैन, अब सायद दुबई बस्नेहरूलाई पनि दुबई नै राम्रो लाग्छ होला मेरो विचारमा चाहिँ। त्यही त हो, एक्ज्याक्टली। मान्छेहरू जहाँ बस्यो त्यहीँ हुने त हो। तर पर्सनली मलाई पनि शारजा एकदम राम्रो लाग्छ, किनकि तपाईँको दुबई चाहिँ एकदम ओभर क्राउडेड होइन, कति धेरै मान्छेहरू छ होइन। अनि प्लस तपाईँको अब हुन्छ नि युएईमा पनि अब लोकलहरूलाई चाहिँ शारजै बस्नु मन लाग्छ नि त, किनकि शारजा इज द ओन्ली स्टेट इन द युएई त्यहाँ चाहिँ तपाईँको अल्कोहल बेच्दैन होइन, एउटा पनि क्लबहरू छैन। त्यो हुन्छ नि दुबईमा जस्तो अल्कोहल पनि सेल गर्दैन। सो हामीलाई अल्कोहल लिनको लागि चाहिँ हामी कहाँ जानु पऱ्यो त? अघि हामी 1 घन्टा अगाडि कहाँ गएर आएको भनिदिनु त। चाहिँ यहाँबाट लाइक 15 किलोमिटर, 15 किलोमिटर आजमान पुग्नुपर्छ हामी चाहिँ। शारजाबाट अर्को स्टेट आजमानको स्टेटमा पुगेर आजमानबाट हामीले हेनिकिन भन्ने बियर ल्याएर दाजुभाइ आज खाँदैछौँ। खै त दाइलाई पोहोर नै गरेको छैन त हाल्नु त? होइन, मैले चाहिँ अब यतिकै हाल्नु थिएँ क्यानमै। ल हाल्नु न, हाल्नु ल, यसरी साउन्ड उस गरौँ ल। हाल्नु न, हाल्नु तिमी, के मजाले आइरहेको छ दाइ यार। वाह दामी आयो त यार। सुरु पार्नु है, त्यो पकिन नदिनु ल। ठिक छ। अनि अरू केही छ तपाईँलाई? केही क्वेसन गर्नु छ मलाई बरु? अहिले चाहिँ के क्वेसन गर्नु भनेपछि मै क्वेसन गर्छु दाइ। तिमी नै गर्दा राम्रो होला, किनभने मलाई चाहिँ यस्तो अलिकति आइडिया छैन। ठिक छ दाइ, अनेस्ट हुनुभयो, केही छैन। अनि अब प्लान चाहिँ के छ दाइ? अब तपाईँको अझै अलि वर्ष यतै बसेर केही बिजनेस गर्ने कि अब ब्याक नेपाल नै गएर केही गर्ने कि के छ अब प्लान तपाईँको चाहिँ?
त्यस्तो अब ठ्याक्कै भन्नुपर्दाखेरि त्यस्तो प्लान नै त केही पनि त्यस्तो अहिलेसम्म चाहिँ केही सोचेको छैन। अब यसै हेरौँ 1-2 वर्षपछि चाहिँ डिसिसन अब थाहा हुन्छ के गर्ने भन्ने कुरा। अब अहिलेलाई चाहिँ त्यस्तो केही छैन। अब बिजनेसहरू यताउता भन्दा पनि अहिलेलाई यतिकै होस् जबमै। अब अलिकति टाइम अलिकति 1-2 वर्षपछि चाहिँ अब सोच्न सकिन्छ के गर्ने भन्ने कुरा। त्यही अनि साँच्ची एउटा कुरा इन्ट्रोड्युस नै तपाईँको नाम त गणेश दाई भनेर त सबैले थाहा पायो, तर तपाईँले चाहिँ काम चाहिँ के गर्नुहुन्छ भनिदिनु न सबैजनालाई। मैले चाहिँ काम चाहिँ अब कफी सपमा हो। अब एज अ सेफ काम गरिरहेको छु। दाइले चाहिँ कफी सप नै हान्नुहुन्छ, तर दाइको मेन उस चाहिँ ब्याकग्राउन्ड चाहिँ अब बेकिङ होइन त, बेक गर्नुहुन्छ दाइले चाहिँ। केकहरूदेखि लिएर सबै कुरा, क्रोसनदेखि लिएर सबै बेक गर्नुहुन्छ। क्याफेमा जति पनि चाहिने कुराहरू छ दाइले चाहिँ बेकिङ। अनि के छ दाइ यार, आज फर्स्ट टाइम पोडकास्ट ट्राई गरेको, कस्तो होला जस्तो छ तपाईँलाई, कस्तो लाग्यो? म आज हल्का अलिकति क्यामेरा फेसको भएर हो कि के हो, हल्का नर्भस होइन दाइ, ढुक्क बोल्ने हो नि, जे आउँछ त्यही बोल्ने त हो। यत्तिकै आफैलाई हेर्नलाई त भने के हो भने बालै भएन भनेर लेस गर्दिनँ त भन्ने भएर मात्रै हो। त्यही हो दाइ, सही हो। तर यो चाहिँ हाम्रो फर्स्ट पोडकास्ट भयो नि त होइन। यसमा अब हाम्रो प्रिपरेसन केही पनि छैन, यही 2टा माइक, अडियो छ, त्यही भिडियो मात्र छ होइन। अब बिस्तारै अब यो अब आई डोन्ट नो च्यानल राम्रो हुँदै गयो भने त पछि हामीले फेरि गेस्टहरू बोलाएर अलि राम्रो सेटअपमा होइन। अहिले त हामीले त घरै रुममै गरेर आएको हो नि पहिला, अनि पछि चाहिँ प्रपर एउटा राम्रो स्टुडियोमा टक्क लगाएर गऱ्यो भने अझै दामी हुन्छ। बिस्तारै ग्रो होला नि च्यानल होइन। बिस्तारै हुन्छ अब गर्ने, अब त्यस्तो मनैदेखि अब गरेपछि बिस्तारै हुन्छ नि। त्यही कुराहरू एकैचोटि त कहाँ हुन्छ। स्टार्टिङमा सबैको म्याक्सिमम् मैले देखिरहेको हुन्छु मान्छेहरू यस्तै गरी स्टार्टिङ गरेर हुन्छ। तर मेरो चाहिँ के छ भन्दाखेरि प्लान चाहिँ दाइ होइन, एक्सक्युज मी आइम सरी, के अरे मान्छेहरूले प्रायः स्टुडियोमा पोडकास्ट गरिरहेको हुन्छ नि त अडियो राम्रो निकाल्नको लागि चाहिँ। तर मेरो प्लान चाहिँ के छ भन्दाखेरि चाहिँ कहिलेकाहीँ यसो बिच साइडतिर गएर, अब जस्तै हामीलाई केही पनि चाहिँदैन नि त, हेर्नु न एउटा टेबल, ल्यापटप भयो, अडियो इन्टरफेस भयो, हामीसँग माइक छ, हामीले केमा पावर पोइन्टमा केमा कनेक्ट पनि गर्नु परेन। बिच साइडमा जाने दाजुभाइ होइन, 2टा चेयर ठ्याक्क राख्ने, ठ्याक्क राम्रो एङ्गलमा यसरी नै ट्राइपोड राख्ने, एउटा क्यामेरा राख्ने, अनि टक्क 2जना गफ हान्ने बिच साइडमा। दामी हुन्छ होला त्यहाँ भाइस नै छुट्टै हुन्छ, गफ पनि त्यही त। अनि गिटार पनि लयो भने गिटारमा 1-2 गिटार सेट पनि हालौँ र होइन बिचमा होइन। अनि जहाँ पनि गर्न मिल्ने बनाउने क्या पोडकास्ट के, नट ओन्ली इन स्टुडियो क्या होइन। बिच साइडमा कहिलेकाहीँ अब अल्जादाको ग्रिनरी छ नि, त्यहाँनिर पुरै रुख कस्तो मजाको ग्रिन छ नि, त्यहाँनिर जाने, यो राख्ने, ल्यापटप ट्याक भयो, रेकर्ड गरिदिने, गफ हान्ने त हो, जे आउँछ त्यही होइन त। नट ओन्ली इन दिस इनसाइड द स्टुडियो क्या होइन। त्यो भने चाहिँ दामी हुन्छ होला जस्तो लाग्छ मलाई, किनभने अब एउटै रुमभित्र चाहिँ अब यताउता अलिकति कुराहरू पनि त्यो चल्दैन नि त। तिम्रो बाहिर ओपन भयो भने चाहिँ अलिकति जोस भाइब्स पनि आउँछ होला, दामी डिफ्रेन्ट टाइप। त्यही त हेरौँ न कस्तो आयो, कानै कस्तो हुँदो रहेछ। हामी जोले बोल्यौँ क्या, अब दिशा हामी जोले बोल्यौँ। हेलो चेक रोग एक्चुली वेट नट एम त गरौँ न। अब इन्ट्रो भइसक्यो ल, सबैजनाहरूलाई जतिजनाले नि हेर्नुभयो थ्याङ्क यू सो मच होइन। यो चाहिँ हाम्रो यो एडिट हुन्छ होला नि होइन, यो एडिट हुन्छ, अफकोर्स एडिट हुन्छ दाइ, तर एउटा चाहिँ फुल पोडकास्ट हुन्छ होइन। अब त्यो फुल पोडकास्टमा चाहिँ बिचमा काटेर कुन पोइन्ट तपाईँले राख्ने त्यो राख्न मिल्छ, तर म चाहिँ एउटा फुल पोडकास्ट चाहिँ राख्छु। केहीमा हुन्छ नि हामी र भए पनि केही हुँदैन क्या, जे त्यो हुन्छ नि त्यो र नै चाहिएको हो क्या हामीलाई पोडकास्ट होइन। र थ्याङ्क यू सबैजनालाई जसले पनि हेर्नु भएको छ, हजुरहरूको टाइम एकछिन भए पनि हाम्रो लागि दिनुभयो, त्यसको लागि एकदम धन्यवाद हजुरहरूलाई। ल आफ्नो ख्याल राख्नु, अनि युएईकोमा तपाईँको आउँदै हुनुहुन्छ भने केही क्वेसन छ भने हामीलाई गर्नुहोस् होइन। वी आर भेरी ह्याप्पी टु हेल्प। थ्याङ्क यू सो मच एन्ड सी यु अगेन दाइ, सी यु भनिदिनु सबलाई।